साथीहरु, त आज हामी होलीको दिनमा घुम्न आएको छौँ। आज चाहिँ मेरो आन्टी जानुहुँदैछ दिल्ली हैन। हामी त्यसै दिनमा खानासाना खाएर निस्केको, बोतल कम्पनी घुम्न गएको। यहाँ चाहिँ मेरो आन्टी, हाई गाइस, मम्मी हो। यहाँ चाहिँ सानो आन्टी हो। नानी यता हेर्दै घुम्न आएको। हाई मेरो भाउजू पुऱ्याउनु आएको म। ओहो बदैनीले घुमाउँदैछ हामीलाई खाना फ्याक्ट्री लाँदैछ। हामी चाहिँ घुम्न आइरहेको छ, खाना खाएर एकछिन रेस्ट गरेँ हैन। अन्त अहिले चाहिँ कहाँ जाउँ भनेर चाहिँ बोतल कम्पनी जाउँ न भनेर घुम्न आएको। बिग बजारहरू त बन्द छ होला भनेर चाहिँ हामी गएन हो। अब भरे हेर्नुपर्छ के हुन्छ। अहिले चाहिँ अब हामी यस्तै घुम्नु आएको बोतल कम्पनी हावा खानु। सबै खुल्ला छ देख्नु। नानी यहाँ हाई भनिदेऊ न त। हेलो एभ्रिवान भनिदेऊ न त। हामी घुम्नु आएको छु भनिदेऊ न। के जानु हुँदैछ चाहिँ सब्जी लिएर आइपुग्यो बोतल कम्पनीबाट हैन। थाकेर यहीँ पसिना भइरहेको छ। सब्जी चाहिँ हेरिहाल्नुहोस्। अन्त मेरो नानी चाहिँ पछाडि छ। दादा यहाँ चाहिँ मेरो नानीले के खाँदैछ? नानी के खाँदैछ? किटक्याट खाँदैछ अरे हो। उसले चाहिँ बिग बजार जाउँ भनेर मलाई वाक्कै पारिसक्यो। तर हामी बिग बजार नजाने। हामीलाई चाहिँ एकजना दाजुले ज्योतिनगर जाने बाटो कता हो भन्यो नि त। हामीले देखाइदिएको थियौँ। नहुँदा जानुभयो। अन्त हेरिहाल्नु मम्मीहरू हिँड्दैछ पर। अन्त आमा छोरी हामी हिँड्दैछ यहाँ। हामी र छोरी चाहिँ घाममा खेलेर काली भएको छ हो। हामी चाहिँ होली खेल्नु हुँदैन। अन्त नानी यता आऊ। अन्त हामी चाहिँ नानीहरूलाई चाहिँ घुमाउनु भनेर आन्टीहरू ल्याएको। यतापट्टि आऊ न। म र मम्मी भएर यहाँ चाहिँ प्याकिङ स्टार्ट। के गरेको यहाँ बसेर छ न आन्टी? हेलो गाइस। हाम्रो आन्टीले चाहिँ दामी चाना ट्रेनमा खाने बनाउनु भएको छ यहाँनिर हो। ऊ देखाउनु हुँदैछ आफै कुप्पु खाँदै हो। वहाँनिर ऊ प्याकिङ गर्दैछ हो। लाने मान्छे चाहिँ ऊ एउटा चाहिँ यस्तो जाडोमा पनि फेन खोला सुतिरहेछ। अर्को यहाँनिर फोन हेर्दैछ। काली केटी यता हेर न। काली केटी भाउजूले हेरिरहेको छ ऊ नन्दले माथिबाट। हाम्रो खाना पनि पाकिसक्यो साथीहरू हो। अन्त हामी चाहिँ अब खानासाना खाएर रेडी भएर जाने हो एनजेपी पुगाउनु आन्टीलाई। आन्टीको यहाँ कुचो बोकिरहेको छु हो। जाँदैछु। यहाँ चाहिँ हाम्रो मम्मीहरू आउनु हुँदैछ। हामी चाहिँ फाइनली आइपुगेको छौँ प्लेटफर्ममा हो। आन्टीलाई भेटेँ। चाहिँ आन्टीलाई छोडेर आइसकेको छौँ। अब चाहिँ हामी घरतिर लाग्दैछ। आन्टीहरू उदासी भयो हो। आन्टी रुनु हुँदैछ।